हेलो एभ्रिवान नमस्ते। सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म यता बाटोबाट स्टार्ट गर्दैछु। आज चाहिँ हामी खेत गर्न हिँडेको फेरि कहिले भेटौँला है त। त्यहाँ चाहिँ कविता दिदीले युरिया बोक्दै हुनुहुन्छ। हामी चाहिँ यता छौँ आमा र म होइन आमा हाई भनिदिनु त मेरो भ्लगमा। यो चाहिँ लुम्बिनी प्यालेस रिसोर्ट, अरू चाहिँ घुम्न आउँछन्, हामी चाहिँ काम गर्न आउँछौँ है, खेत गर्न। यता हो हामी चाहिँ खेत गर्न जाने। अहिले वहीँ गएर भेटौँला। चाहिँ खेतमा आइसकेँ मैले, अब गर्न सुरु हुन्छ होइन। यति तिनवटा अब धेरै छैन। अब गोडेर भ्याएर अनि नास्ता खाने बेला भेटौँला। अहिले गोडेर भ्याएर पनि घर आइसक्यो। गोडेर भ्याइयो, अब घर आइएको शीतल छ, मौसम हावा चलिरहेछ। अरू चाहिँ साथीहरू, म चाहिँ अहिले दिउँसोको नास्ता खान जाँदैछु। बाबा नै हुनुहुन्न त जानु हस्पिटल, म चाहिँ यहाँ नास्ता खान लाग्यो। यहाँ चौचो पकाउन लाग्यो नास्ता। सादा सिम्पल बनाउन लागिरहेको छु मैले। पानी हालेँ, चाउचाउ हालेँ एकछिनमा। बन्दैछ एकदम सादा सिम्पलवाला है साथीहरू। नास्ता खाँदै आउनु होला। अहिले चाहिँ साउन्ड पाइरहनु, अरू चाहिँ हामीले यहाँ खाइरहनु चाहिँ खासै धर्म त गरिदिनु के, त्यही भएर त्यस्तो पाक्दैन। हामी चाहिँ चाउचाउ रेडी भइसक्यो, अब खाने हो। दिदीको र मेरो भाग चाहिँ अब खान लाग्यो नास्ता होइन। अहिले छोराछोरीले दियो नि के हुन्छ आफूमा त खाने, हामीलाई नदिने भन्छ नि। बहुत पिरो भयो। साथीहरू, अस्ति मैले भुडीकीमा फुल रोपिरहेको थिएँ, प्लान्ट। यहाँ चाहिँ चुली भएर पानी चुहेर भएन, फेरि यसमा सार्दैछु म, हेर्नु होला। यहाँ सार्नु पऱ्यो होइन। यहाँ मेरो छोरी पनि आइसिन् होइन। हेलो भनिदेऊ, नमस्ते गरिदेऊ साथीहरूलाई। नमस्ते गर, नमस्ते भन न। सन्चै हुनुहुन्छ भन। अनि के गर्नुभयो भन न, के गर्नुभयो भन। पानी लाउनु अरू भाइ ड्रेसरामको टक्कै देख्छ ला। मैले यहाँ काम गरेछु भन न। उता हेरेर भनिदेऊ, मैले काम गरेछु भन। ल्याउ त ल, हाल त्यसमा हाल न। अलि धेरै हाल नि, सबै हाल के। पुरै भ्याइदिनु, यसमा पनि हाल। आर्कोमा पनि हाल, त्यसमा पनि हाल। यो राख्नु कि यो राख्नु त। हेलो, अहिले चाहिँ यस्तो अन्धकार छ, कहाँ हिँडेको भन्नु होला। म चाहिँ अहिले त्यहाँ दिदीकोमा हिँडेको। म चाहिँ अहिले वहीँ गएर भेटौँला है।